हेलो नमस्कार सबैजनालाई है। सो वेलकम ब्याक फेरि पनि है। र अहिले चाहिँ के हो भन्दाखेरि म आज फेरि पेसरेक क्याटरिङ जाँदैछु। सो यो क्याटरिङको हुन त अब मेरोमा त्यस्तो यो के अरे राम्रो क्यामेरा त छैन है, तर पनि अब म यहाँदेखि अब जर्नी गर्दैछु। अब यहाँ बाइक स्टार्ट गर्न आँटेको है, र यहाँसम्म चाहिँ म तपाईँहरूलाई तपाईँको सानो ब्लग लिएर आउँदैछु। प्लस चाहिँ भनौँ न है, अब त्यहाँ गएर फेरि म तपाईँहरूलाई फेरि अर्को भिडियोमा म तपाईँहरूको सामु आउनेछु। र साथीभाइहरू अलिकति है, दाजुभाइहरू नरिसाइदिनुहोस् होला, किनकि मेरो घरमा अलिकति प्रब्लम त होइन। अब खुसी खबर हुँदाखेरि चाहिँ त्यो नानीकोहरू मैले बनाएर त अलिअलि हालेको थिएँ, तर तैपनि म आउनु पाएन, कति दिन भयो है। सो फेरि अब कन्टिन्यू गर्छु तपाईँको सामु। फोटोजहरू भयो या त्यस्तो कमेडीहरू के लिएर आउँदै गर्छु। सो तपाईँहरूले हेरिदिनुहुन्छ भन्ने आशा छ है, तपाईँहरूको माया दिनुहुन्छ भन्ने आशा छ। सो प्लिज लाइक कमेन्ट चाहिँ एकदमै जरुरी छ है, र हेर्दै गर्नुहोस्। भरे म त्यहाँ पुगेर फेरि तपाईँहरू सामु म प्रस्तुत हुन्छु है अहिलेको लागि। सो गाइस फेरि पनि है तपाईँलाई वेलकम छ। र यो म ड्यापथाङ के भन्ने जग्गामा आइपुगेँ है। यहाँसम्म अहिले घरबाट उयो गरेर जर्नी गरेर बाइक पनि अब यहीँ प्याकस्याक गरेर अब 6-7 दिनको लागि है यहीँ बाइक राखिरहेको छु। माथिबाट आउँ भन्दाखेरि अलिकति त्यहाँ बाइक राख्ने जग्गा चाहिँ यति सेफ्टी छैन भनेर है हिँड्दैछु। सो अब उकालो है, फेरि उकालो रहेछ, माथि रहेछ बाटो चाहिँ। अब यस्तो रहेछ, यहाँबाट जानुपर्ने है। हिँड्दै गरौँ है। तपाईँहरूलाई म फेरि अब माथि पुगेर फेरि एकताल तपाईँहरूसँग आउँछु है, फेरि भेटौँ है नि। हस्, थ्याङ्क यू फर वाचिङ। फेरि तपाईँलाई एकजना भाइले भन्नुभयो है, पुरानो माथि छ अरे घर चाहिँ है। हिँड्दैछु है, बात गर्दैछु, र के मजाको फुल रहेछ हेर्नुहोस् त साथै। यसलाई के डेलिया भन्छ नि, डेलिया होइन यो है, मजाको लाग्यो नि। यसको फोटो खिच्नु मन लाग्यो मलाई मजाको। है उकालो त आमा, यहाँ त सनफ्लावर त मजाको रहेछ त। हेर्नुहोस् त गाइस, सनफ्लावर कस्तो मजाको। यहाँ मौका पनि सबै फल्नु थालेछ। तपाईँहरू के कस्तो छ हो, यहाँ हेर्नुहोस् गाइस, सनफ्लावर है। नेपालीबाट के भन्छ, सूर्यफुल होइन, सूर्यफुल भन्छ। हेर्नुहोस् गाइस, म फेरि तपाईँहरूसँग आउँछु है। भन्दा नि अब अच्छा यहाँ सोधौँ है एकजना दिदीलाई। दिदी, यहाँ मरो घर जाने बाटो यता हो कि यताबाट हो? यताबाट हो, हुन्छ हस्, थ्याङ्क यू। हजुर तल्लो स्टेपबाट ए यहाँबाट होइन ए। सो गाइस यहाँबाट फेरि म रङ साइड आएको छु। सो थ्याङ्क यू दिदी तपाईँलाई। दिदी नभएको भए है म त उकालै जान्थेँ नि। यहाँबाट रहेछ यति छ। गाइस तपाईँहरू है मेरो यो भ्लगलाई माया दिनुहोस्, प्रेम दिनुहोस्। तेर्सो बाटो रहेछ ए, के को तेर्सो नि त्यसकै बाजे। यहाँ फेरि ठाडो पर्छ। तिते आमा
यस्तो रहेछ देख्नुभयो ए नारायण गोपाल बिचरा मरेर शान्ति छैन अहिलेसम्म गीत बजिरहेछ हुन्छ गाइस तपाईँहरूलाई फेरि म माथि पुगेर अब चाहिँ फाइनल पुगेर त्यो घरमा पुगेर म तपाईँहरूसम्म आउँछु है त अहिलेसम्मको लागि धन्यवाद है हेर्दै गर्नुहोस् म विमल छेत्रीको च्यानललाई सो फलो पनि गर्दै गर्नुहोस् है हस् थ्याङ्क यू हेलो गाइस फेरि पनि तपाईँलाई वेलकम छ है अघि बनाउँदा उयो भयो सो फाइनली म यहाँ आइपुगेँ है दुखाइ घरमा र उहाँको ठुलो दिदी उहाँ रहेछ है आमा उहाँ रहेछ र खस्ने सानो बहिनी है क्लास 10 15 वर्ष भर्खर पुग्दो रहेछ आएर त अघि नै आएको आएर गफ उ गर्नु भन्दाखेरि बिर्सेछु मैले कि र आएर खाजाहरू खाएँ है खाँदाखेरि अब यहाँनिर गफ गर्दा यसो तपाईँहरूसँग गर्दाखेरि है उहाँहरू अब उहाँ यहाँ सबै फ्यामिली अब उहाँको अब को को हुन्छ मेरै घरमा उहाँलाई तपाईँहरूले सायद चिन्नुहुन्छ है धेरै धन्यवाद है र यहाँ तपाईँको खस्ने को हो तपाईँको फर्स्ट चाहिँ मेरो दाजुको छोरी माइली छ हो उहाँको चाहिँ दाजुको माइली छोरी रहेछ है साह्रै अब दुःख घटना रहेछ बिचरा अब त्यो खासै भनेर आधार कार्डको न्यू मात्र भएको रहेछ है आधार कार्ड जेरक्स गएको थिएँ ओरिजिनल थियो कि अलिकति बोल्छन् यो मेरो भएको चाहिँ कति 1 हप्ता अगाडि हो हामी कलुकमा सायद एकछिन निस्केको थियो त्यो एउटा होटलमा त्यहाँनिर एकछिन बस्दा 1-2 घन्टापछि सायद मलाई कहाँ खस्दै एक्ज्याक्टली याद छैन तर भोलिपल्ट हेर्दा चाहिँ थिएन त्यो आधार कार्ड त्यहाँदेखि तपाईँको पेन कार्ड दिदीको एउटा मनमाया छेत्री नाम गरेको आधार पैसा थिएन त्यो दिन हामीले अलिकति खाजासाजा भएर त्यस्तो थिएन मेरो अनलाइन थियो एकछिन होइन तपाईँको नानी खसेको चाहिँ भयो त्यो खसेको हजुर त्यहाँ भएको हजुर त्यो अब उहाँ चाहिँ के उयो आधार कार्डकै न्यूमा उयो भयो जेरक्स न्युमा भएको होइन ए हो त्यो हजुर त्यो मेरो जुन अहिले म उयो गर्दैछु कि म चाहिँ त्यो आधार कार्ड जेरक्स गरेर साथी जाँदाखेरि पछाडि चक्कर चल्यो भने सिँढीबाट लडेको छु उहाँ चाहिँ अब हुन चाहिँ धेरै अलिकति त्यो एउटा ढुङ्गाको उयोमा चिप्लेर बिचरा तलै नभनेको नि भिरबाटै खसेको भन्नु है सो गाइस तपाईँहरूलाई अझै एउटा सूचना म के गर्छु मेरो साथीभाइ जतिजना हुनुहुन्छ है जति मेरो फलोवर्स हुन्छ एउटा रिक्वेस्ट तपाईँलाई उहाँको चाहिँ पर्स हराएको छ पर्स एउटा रातो कलरमा छ म चाहिँ खास वे टु सोरेङ जाँदाखेरि चाहिँ बिहान हेर्ने आदत थियो बेलुका सुतिहाल्यो र बिहान हेर्दा चाहिँ तपाईँको पर्स थिएन रुमतिर खोजिएर कहीँ नहुँदा भने त्यो जहाँनिर बसेको थियो त्यहाँनिर खोज्दा कसैले पाएँ भन्ने र उहाँको थ्रुबाट अहिले मैले कता एकजना थियो भन्दा चाहिँ उहाँलाई हो कि भन्ने सादरले तपाईँले कहीँ भेट्नुभयो सबै छ भने प्लिज कृपया तपाईँले एउटा बताइदिनुहोस् उहाँलाई म तपाईँसँग सोझो सम्पर्क गरेर तपाईँलाई एउटा अब पर्सनल पाराले तपाईँसँग बोल्दैछु र मैले पाएदेखि चाहिँ बहुत ठुलो खुसी किन भन्दा त्यस्तो चिज बनिन अलिक टाइम लाग्छ अब त्यो पाउनु मेरो ठुलो सौभाग्य हो र बहुत आभार प्रकट गर्छु पाएँ मैले सो गाइस तपाईँहरू है प्लिज तपाईँहरू कसैले देखे या तपाईँहरूको फोनमा फेसबुकमा यदि देख्यो भने प्लिज है मेरो नम्बर 6294773817 मलाई कन्सल्ट गर्नुहोस् यदि कसैकोमा छ है अस्ति मैले पनि देखेको थिएँ तर मैले याद गरिनँ किन मेरो पनि आएको थियो सो तपाईँहरूले नि यसो कसैकोमा पाएको छ भने तपाईँ है अब तपाईँहरूले कसैको साथीभाइहरूले अस्ति हुन त फेसबुकमा दिएको थियो कसको हो भनेर सो तपाईँको फेसबुक पनि यसो या आयो या त मेरो साथीभाइहरूले कसैले पाएको छ भने मेरो नम्बरमा कन्ट्याक्ट गरेर मलाई भन्न सक्नुहुन्छ है।